आर यु फाइन थ्याङ्क यू साथीहरू कस्तो हुनुहुन्छ एकदमै आज धेरै दिन बाद फेरि तपाईँहरूसँग एउटा ब्लग लिएर आएको छु सो यो ब्लग चाहिँ मैले आज किन लिएँ भन्दाखेरि चाहिँ हाम्रो गाउँबाट है भाइहरूले गाउँका भाइहरू सोसियल बोइज क्लबका भाइहरूले चाहिँ फुटबल अर्गनाइज गरिरहेको छ सो आज चाहिँ हामीलाई त्यहाँ पनि बोलाएर आएको थियो र अर्गनाइजर चाहिँ यी पो जाँदो रहेछ भर्खर अब हेर्नुहोस् त लु यो त भएन नि त अन्त आम्मा लु यी अर्गनाइजर त भर्खर यहीँ जाँदो रहेछ जस्ट भन्दै मात्रै थिएँ मैले है यहाँ हाम्रो पङ्कज भाइहरूले अर्गनाइज गरेको फुटबल चाहिँ है सो त्यहाँ जाँदैछु गाइज है तपाईँहरूले आज भिडियो पुरा हेर्नु होला एकदमै रोचक इन्ट्रेस्टिङ हुनेछ भिडियो सो एउटा कुरा यदि कोही पनि कहीँ अरू जग्गा अन्य जग्गाबाट हेर्नु हुँदैछ भने फुटबल जोइन गर्नु तपाईँहरू पनि यहाँ फुटबल प्रतियोगितामा होइन जोइन गर्नु चाहनुहुन्छ भने चाहिँ यहाँ म नम्बर छोडिदिन्छु हाम्रो पङ्कज भाइको त्यहाँबाट तपाईँहरू कन्ट्याक्ट गरेर चाहिँ आउनु सक्नुहुन्छ किनकि आज फर्स्ट म्याच हो है सो डल्लै छ त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले पनि यसो पार्टिसिपेट गर्नु होला भन्दै अगाडि भिडियो कन्टिन्यू गर्नु होला साथीहरू गरिदिन हुने म निवेदन गर्दछु प्रतियोगितामा केवल जित हार मात्र होइन यसको उद्देश्य हो युवाहरूको प्रतिभालाई उजागर गर्न साथै खेलकुद मार्फत अनुशासन र नियुक्त विश्वास गर्न समाजमा एकता सहकार्य र भाइचार फैलाउन नसहोइन खेल खोज सरकार बनाउनु आज यहाँदेखि प्रत्येक खेल भोलिको जिम्मेवार नागरिक बनाउन एउटा पाठ हो